वेलकम ब्याक सबैजनालाई नमस्ते। मेरो युट्युब च्यानलमा यहाँहरू सबैजनालाई स्वागत छ। र आज म तपाईहरुको बीचमा एउटा नयाँ भिडियो र एकदमै यो इम्पोर्टेन्ट रहेको छ। जो तपाईहरु नेपालमा हुनुहुन्छ या अरु कुनै देशमा हुनुहुन्छ र तपाईहरु बुल्गेरिया आउन चाहनुहुन्छ भने यो एकदमै तपाईहरुको लागि महत्त्वपूर्ण भिडियो रहनेछ। तपाईले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिन होला। सँगसँगै लाइक, कमेन्ट अनि सब्स्क्राइब पनि गर्न नभुल्नु होला। विशेष गरी आज म तपाईहरुको बीचमा एउटा इम्पोर्टेन्ट कुरा लिएर आएको छु। कतिजना हाम्रा साथीहरुले चाहिँ बुल्गेरिया आउने मन गर्नुहुन्छ, तर बुल्गेरिया कस्तो कन्ट्री हो भनेर उहाँहरुलाई त्यति साह्रो जानकारी नभएको कारणले गर्दाखेरि म तपाईहरुको बीचमा आज बुल्गेरिया कस्तो कन्ट्री हो अनि कसरी बुल्गेरिया आउन सक्छौं र बुल्गेरिया सेन्जेन कन्ट्री हो कि हैन, यो विविध कुराहरुमा चाहिँ हामी आज तपाईहरुलाई म जानकारी गराउने छु। र आज यो सँगसँगै आज कुरा गरौं बुल्गेरिया सेन्जेन कन्ट्री हो कि हैन त। बुल्गेरिया सेन्जेन कन्ट्री हो। बुल्गेरिया रोमानियासँगै सेन्जेन भइसकेको छ र तपाईहरु यसमा कुनै पनि कन्फ्युज नहुनुहोस्। बुल्गेरिया सेन्जेन कन्ट्री भइसकेको छ र अर्को एउटा गुड न्यूज पनि छ। बुल्गेरियामा 2026 लागे सँगसँगै यो नयाँ साल लागे सँगसँगै बुल्गेरियामा चाहिँ युरो चल्ने सुरु भएको छ। त्यो भन्दा पहिले 2026 भन्दा पहिले अगावै चाहिँ जब हामी आउँदाखेरि चाहिँ यहाँनिर बुल्गेरियामा लेभ चल्ने गर्थ्यो। यहाँनिर पैसा चाहिँ लेभ चल्थ्यो भने अहिले 2026 सँग लागे सँगसँगै चाहिँ यहाँनिर 2026 ले चाहिँ युरो चलाउने यहाँको गभर्नमेन्टले त्यो गरेको छ। त्यसकारणले तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु। युरोपमा बुल्गेरियामा कुन पैसा चल्छ होला, रोमानिया कुन पैसा चल्छ होला भनेर तपाईहरु सोच्दै हुनुहुन्छ भने बुल्गेरियामा चाहिँ युरो चल्न थालेको छ। यहाँलाई यो जानकारी गराउन चाहन्छु। र यदि तपाईहरु पनि जहाँ कहीँबाट बुल्गेरिया आउने सोचमा हुनुहुन्छ भने तपाईहरुले बुल्गेरियाको विषयमा थोरै केही जानकारी लिँदा राम्रो हुन्छ। त्यसको लागि मलाई पनि तपाईहरुले कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ या अरु कुनै साथीभाइहरुसँग तपाईले सल्लाह सुझाव लिन सक्नुहुन्छ। तर विशेष गरिकन बुल्गेरियामा 2026 देखि चाहिँ युरो चल्न सुरु गरेको कारणले तपाईहरुलाई यो एउटा जानकारी गराउन चाहन्छु। यहाँहरुको दिन शुभ रहोस्। धन्यवाद।